काठमाडौँको थापाथलीमा अहिले तनावपूर्ण अवस्था। सुकुम्बासी बस्तीमा सरकार विरुद्ध चर्को प्रदर्शन। स्थानीयहरू सडकमा उत्रेका छन्। सरकार विरुद्ध नारा गन्किँदै दोजर आतंक बन्द गर, सुकुम्बासीको आवास अधिकार सुनिश्चित गर, निरङ्कुश सरकार चाहिँदैन। विकासको नाममा अन्याय मान्दैनौ। सरकारमा जान अघि रासपा सभापति रवि लामिछानेले भनेका थिए, सुकुम्बासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न जान्छु। डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? तर कानुन नागेर होइन। तर अहिले उही दलको नेतृत्वको सरकारले डोजर चलाउने निर्णय भएपछि युवाहरू आक्रोशित। रविजी छाती थाप्न आउनुहोस्, यही माग सहित नारा गुन्जिरहेको छ। सरकारले थापाथली, शङ्खमूल, शान्तिनगर र मनहरा क्षेत्रको बस्ती खाली गराउन माइकिङ गरिसकेका छन्। कतिपयले घर छाड्दै, कतिपयले भने प्रतिरोधमा उत्रेका छन्। प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि प्रशासनले डोजर चलाउने निर्णय गरेको हो।